फाइनली हामी यहाँ लेखा पुगिसकेका छौँ होइन। हामी लेखा पुगिसकेका छौँ। अब हामीले आलु निकाल्न लाग्छौँ यहाँ होइन। हामी खास चाहिँ यो आलु लिन आएको। अनि अब यो हाम्रो लेकतिरको यो यस्तो हुन्छ होइन। मौसम एकदम क्लियर छ होइन। एकदम क्लियर छ वातावरण। यहाँको वातावरण त यति मोह लाग्दो छ कि मोह लाग्छ पुरै छोडिदिनु होइन। हामी अहिले म अलिक सानो भिडियो पनि बनाउँछु जुन हामीले आलु यो बारीमा हुन्छ होइन। यो बारीमा आलु हुन्छ। हामी यसरी यहाँ आलु यसो पुरै आलु हो यो आलु लगाएको पुरै होइन। यो पुरै आलु लगा यहाँ अहिले खन्छौँ। अहिले हामी आलु निकाल्छौँ यहाँबाट। यो पुरा आलु त्यहाँबाट हाम्रो घर हो। यो हाम्रो घर हो यो खरको होइन। यहाँबाट माथिल्लो पनि यो हाम्रो सबै हो। यो हाम्रो सेरा भन्ने ठाउँ हो कि यहाँबाट हामी अब एकछिनमा यहाँ आलु कोर्छौँ। त्यसपछि आलुको पनि हामीले सानो क्लिप चाहिँ लिने हामी कोसिस गरेका छौँ। आलु पनि लिन्छौँ होला। यहाँबाट सुरु गरौँ न। जहाँनिर ठुल्ठुलो दाना छ यहाँ त आधी कोरेर पनि जस्तो हुन्छ कोरौँ होइन। त्यसपछि हामी फेरि एकछिन आलु पनि देखाउँछौँ। यहाँ आलु सुरु गरिसक्यो केटोले। यहाँ आलु पनि देख्न सक्छ हामी। आलु हुनसक्छ यस्तै खन्दै हामी आलु आउँछ बिस्तारै बिस्तारै। यस्तो आलु ओ माई गॉड कत्रो सुधार यार। बिस्तारै खन्नु त अस्तो त्यो भएन हो। बिस्तारै बिस्तारै त्यसरी हान्ने नि के आलु खानु हो। त्यसै गरेर हो त्यसै दबाउने हो। यसरी आलु फुट्टर फुट्टन आउँछ। यहाँ आलु हुन्छ त्यसरी आलु निस्किन्छ। एउटै बोर्डमा हेर न। एउटै बोर्डमा भन्दा नि यहाँ एउटै बोर्डको पनि आएको छैन पुरै आएन। टन्ने हुन्छ 15-20 मिलाएर है। यस्तो हुन्छ यो आलु हो। यो आलु यहाँ पनि सबै आलु यो पुरै आलु हुन्छ। यहाँ कति चाहिँ टन्ने हुन्छ 15-20वटा बोरा चाहिँ हुन्छ यहाँ होइन। 15-20वटा हुन्छ होला है। 15 बढी हुन्छ भन्दा धेरै हुन्छ। 15-25-30वटा हुन्छ। हामी त यहाँ खाडल खनेर खाडलको मुनि कति टन्ने हुन्छ कति खाडलमा हाल्छौँ हामीले। यस्तो यस्तोमा हामीले खाडल खन्छौँ। त्यसमा खाडल खन्छ होइन। त्यो खाडल खनेपछि त्यो खाडलमा हामीले त्यहाँ राख्छौँ। वर्षैभरि यसलाई तरकारी खान पुग्छ हामीलाई। यस्तो हुन्छ वर्षैभरि तरकारी खान पनि पुग्छ होइन। हामीलाई त्यस्तो हुन्छ। देखिसक्यो होला यहाँ आलु हामीलाई त वर्षैभरि पुग्छ क्या। आलुको लागि तरकारीको लागि केही उयो गर्नु पर्दैन हाम्रो। यस्तो हुन्छ पुरै पुरै यो आलु लगाएको। आलुलाई एकदम हाम्रो प्रसिद्ध ठाउँ हो। यसरी भयो त्यति खुनाउ तर्छ छैन। यसरी चाहिँ हाल्नु हाम्रो गोरु जोतेर निकाल्ने हो। आज चाहिँ हामी थोरै लाने भएको हुनाले यो पुरै गोरु जोतेर हलो लगाएर गोरु जोतेर अनि त्यहाँ पछि एकजनाले गोरु जोत्ने एकजनाले पछाडिपट्टि टिप्ने